हेलो गाइज वेलकम ब्याक माई मिनी ब्लग आफ्टर लङ टाइम। अनि आज चाहिँ म यो साइकलमा जाँदैछु, जस्ट जोकिङ। मेरो साइकल यहाँ छ र म यो साइकलमा आज गेम हेर्न जाँदैछु। यस्तो गेट आउटफिट चेक गरौँ भनेको त डोरेमनको दिदी जस्तो देखेँ यार। अब म मेरो साइकल रेडी पारेर गाइज साथीले चाहिँ मलाई अघिदेखि कल गरेर साथी काछौ काछौ म आइसकेँ ग्राउन्ड भनेर भन्दै थियो। तर म चाहिँ भर्खर घरबाट हिँड्दै थिएँ, तर उसलाई चाहिँ म बाटोमा छु है भनेर गफ लगाइदिएको। अनि साइकलमा म तुफान गएको। यो बाटो चाहिँ सर्टकट हो, तर म सर्टकट बाटोमा गइनँ किनभने जङ्गल जस्तो छ क्या घारी। अब म चाहिँ तुफान ग्राउन्ड जानुपर्ने हुन्छ। साथी अघिदेखि आएर मलाई पर्खिरहेको रहेछ। गाइज यो पचरुकीमा भएको गेम चाहिँ एकदम फ्री हो, टिकट लाग्दैन यसमा। सबैजनाहरू आउन सक्नुहुन्छ तपाईँहरू यदि घर छेउमा गेम घर नजिकै यहाँ छ भनेदेखि। अनि आज चाहिँ जलाथल एफसी र केराबारी एफसीको भएको थियो, जहाँ केराबारी एफसीले जलाथल एफसीलाई 3 गोल खुवाइदियो मजाले। हामीले त एकदम मजा गऱ्यौँ होइन गेममा। मेरो साथी चाहिँ कोचभन्दा धेरै उनले बढी चिच्चार उफ्रेर हान 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 भनेर भन्दै थियो। गेम चाहिँ एकदम मजा भइरहेको थियो होइन। कहाँ टाढा टाढादेखि मान्छेहरू आइरहेको थियो गेम हेर्नको लागि। म पनि धेरै टाढादेखि आइरहेको थिएँ साथीहरू गेम हेर्न। तपाईँहरू पनि आउनु है। यो चाहिँ हाम्रै ग्राउन्डमा भएकोले हामी सबैजना गएको थियौँ, मेरो साथी र म। अरू साथीहरूले आज भ्याएनन्, त्यही भएर हामी दुईजना मात्रै थियौँ। आज ओपनिङ गेम पनि थियो, एकदम धेरै मान्छे आउनुभएको थियो, एकदम धेरै सपोर्ट गरिदिन्थ्यो। अङ्कल आन्टी भाइ बिना सबैजना आइरहेको थियो, एकदम रमाइलो भएर थियो। म र मेरो साथीले त यति मोज हानिरहेको थियो। हामी सुन्नु न, हामीले त झन् नि कुर्सी पनि पाएको 2टा। लक्किली हामीले यो कुर्सी छोड्दै नछोडेको होइन, यति लक्की भएको हामी। ओ गड के भन्नु गाइज, आज चाहिँ झन् गेममा हुटिङ हाल्ने बच्चाहरू यति चिच्चाइरहेको थियो, यचै चिच्चाइरहेको थियो कि के भन्नु। अनि मेरो साथीले कति चिच्चाएको भनेर कराउँदाखेरि त्यो केटाकेटीको बिचमा एकजना आन्टी चाहिँ नचिच्चाउने चुप लाएर बस्ने भए त घरमै बसिहाल्थ्यौँ नि, किन गेम खेल्न आउँथ्यौँ भनेर एकदम कस्तो क्रिपी टाइपले भन्दै हुन्थ्यो। गाइजहरू सुन्नु न, यसरी न मैले चाहिँ हिजो थाहा भएको गेममा थाहा भएको कुरा के भन्दाखेरि यो बल उडेर बाहिर जाँदाखेरि जसले नि लिएर जान पाउँदै रहेछ। मेरो दिमागमा यस्तो खुराफाती कुरा आयो कि मैले बल पनि ल्याएर यसको हावा निकालेर लगेको भए हुन्थ्यो नि, अलिक टाढा बसेर भन्दै थिएँ। जस्ट जोकिङ, यसरी त म लग्दिनँ किनभने आइएम गुड गर्ल। अनि यो चाहिँ मैले मेरो साथीलाई बर्थडे गिफ्ट ल्याइदिएको। उसको बर्थडे चाहिँ अस्ति नै थियो, बट मैले उसलाई यत्रो टाइम पछि लगिदिएको किनभने ऊ आएकै थिएन। अनि मैले चाहिँ उसलाई मनपर्ने छ भनेर ल्याइदिएको थिएँ, उसलाई मन पनि पर्यो। अनि अब चाहिँ घर जानुपर्छ किनभने मेरो मम्मी घरमा आउनु न, मम्मी आफ्नो मामालाई जानुभएको थियो घर गएको। अनि मम्मी अब आउनु पनि भएको छैन जस्तो लागिरहेको थियो। यो चाहिँ इटरी वडा नम्बर 5 को कार्यालय हो त, यो काभ्रेबाटिकामा। अनि म चाहिँ घर जाँदै थिएँ। अनि घर गएर अब छिटो छिटो कामसाम गर्नुपर्ने भनेर अनि मैले चाहिँ मम्मी ल गाइज। अनि मम्मी त आइराख्नु भएको क्या ठ्याक्कै म घर जाँदाखेरि। अनि म त्यो खुसी भइरहेको थियो, वाह मम्मी आइपुग्नु भनेर। अनि मम्मीले चाहिँ के खानेकुरा पनि ल्याइदिनु भएको थियो हाम्रो लागि। अनि हामी चाहिँ एकदम खुसी थिएँ। अनि एकदम साँझ पनि परिसक्यो, त मलाई लागेको थिएन कि यति छिटो घर आइपुग्दा रात पर्छ भनेर, तर रात परिसकेको थियो। अनि अब साइकल थगाउनु पर्ने हुन्छ। अनि बाइ गाइज, आजलाई यति नै, टाटा।